धुर्मुसलाई भेट्ने इच्छा छ। धुर्मुस पनि आफै बिरामी हुनुहुन्छ अरे भन्ने भर्खर थाहा पाएँ मैले। सुनेको छु। अलिक खाना खाएर चाँडो ठिक भएर फेरि फिल्ममा काम गर्नुपर्छ। खाने कुरो केही रुच्दैन भगवान, हे ईश्वर, हे परमेश्वर, मलाई जुनी जुनी साथ देऊ, हात देऊ। मलाई सम्झिने दाजुभाइ दिदीबहिनी राजाराम। ठिक छ, अब कहिल्यै आत्तिनुहुन्न। हिँड्दा ठेस पनि नलाओस्, नुहाउँदा केस पनि नझरोस्, मूल्य चिताको सम्पूर्ण पुगोस्। मलाई सम्झिने कलाकार दाजुभाइ दिदी बहिनी सबैलाई कोटि नमस्कार। भगवानले साथ देउन्, हात देउन्। किन म कमजोरी भएँ, म अलिकति कमजोरी भएँ। संसार खुसी लाग्यो। सुनि म त अनि हिजै आउँछु भनेको मेरो अनुकूल नमिलेर धुर्मुसलाई भेट्ने इच्छा छ। धुर्मुस पनि आफै बिरामी हुनुहुन्छ अरे भन्ने भर्खर थाहा पाएँ मैले। सुनेको छु होइन, मैले पनि सुनेको छु। अरू कोलाई भेट्न मन छ आमा तपाईँलाई? हेर्नु त राजाराम दाइ आउनु भएको छ आज। राजाराम भेट्ने मलाई त्यहाँ गौरव छ। अब धुर्मुस सुन्तली खै बिरामी छ भन्नुहुन्छ, कसरी भेटौँ त्यो इच्छा छ होइन। उहाँले थाहा पाइसक्नु भएको छ, उहाँ अलिक सन्चो भएपछि आउनुहुन्छ। अब शिवहरि पौडेल, राजाराम पौडेल भेट्ने दुईजनाको इच्छा छ मलाई। शिवहरिजी त बाहिर हुनुहुन्छ, विदेश हुनुहुन्छ अरे। त्यो पनि ठिकै छ, भगवानले साथ दियो भने एक दिन भेटौँला। हो नि, यहाँ गएर थाहा पायो भने त तुरुन्तै दौडिहाल्नुहुन्थ्यो नि शिवहरिजी। भेट्ने त मलाई मुलाको साग पनि भेट्नु मन छ। ए अब यो भिडियो हेरेपछि अब धेरै आउनुहुन्छ। अहिले थाहा नपाएर नआएको कि मान्छेहरू। कलाकारहरू मलाई सबैको अनुहार हेर्ने इच्छा छ मलाई। अनुहार हेर्ने मेरो इच्छा छ। किन म मरिहाल्यो भने मेरो अलिकति चित्त बुझ्छ। होइन आउनुहुन्छ, अब थाहा पाउनुहुन्छ, त्यसपछि त अब आइहाल्नुहुन्छ नि। त्यस्तो सोच्नु यो थाहा नपाएर नआएको। सबैजना आउनुहुन्छ, ठिक भइहाल्छ नि। रुनु हुँदैन नि त, यस्तो राम्रो मान्छे, यस्तो राम्रो कलाकार। अब अलिक खाना खाएर चाँडो ठिक भएर फेरि फिल्ममा काम गर्नुपर्छ। भगवानको हात। तर खाना चाहिँ पर्यो। खाने कुरा केही रुच्दैन हो नि, खाने कुरा मलाई केही रुच्दैन।